लैंगिक हिंसा विरुद्धको 16 दिने अभियान 2025। सबै महिला र बालिकामाथि हुने डिजिटल हिंसा अन्त्य गरौं। डिजिटल दुरुपयोग भनेको के हो? आजभोलि डिजिटल उपकरण र अनलाइन प्लेटफर्महरू महिला र बालिकालाई स्टक गर्न, ह्यारेस गर्न र दुर्व्यवहार गर्न धेरै प्रयोग हुने गरेका छन्। यसमा मुख्यतः यी कुराहरू पर्छन्: तस्बिर आधारित दुर्व्यवहार वा कसैको अनुमति बिना निजी तस्बिर र भिडियोहरू सार्वजनिक गर्नु, जसलाई धेरैजसो रिभेन्ज पोर्न वा न्यूड लिक भनिन्छ। साइबर बुलिङ, ट्रोलिङ र अनलाइन मार्फत धम्की दिने व्यवहार। अनलाइन ह्यारेसमेन्ट र यौनजन्य दुर्व्यवहार। एआई मार्फत बनाउन सकिने डिप फेकहरू जस्तै यौन सामग्री युक्त बनावट तस्बिर, भिडियो वा अडियो। सामाजिक सञ्जालमा फैलिने हेट स्पिच र भ्रम फैलाउने सामग्री। डक्सिङ, कसैको निजी जानकारी खुलेआम सार्वजनिक गर्नु। अनलाइन स्टकिङ, निरन्तर अनुगमन गरेर कसैको गतिविधि ट्र्याक गर्नु। अनलाइन ग्रुमिङ र बालबालिकाको यौन शोषण। क्याटफिशिङ वा अरूकै नाम र पहिचान प्रयोग गरेर धोका दिनु। मिसोजिनिस्टिक समूहहरू जस्तै म्यानोस्फियर वा इन्सेल फर्महरू जहाँ महिला विरुद्ध घृणा फैलाइन्छ। यी हिंसात्मक क्रियाकलाप केवल अनलाइनमै सीमित हुँदैन, धेरै जसोले वास्तविक जीवनमा पनि असर गर्छन्, जस्तै जबरजस्ती नियन्त्रण, शारीरिक दुर्व्यवहार र फेमिसाइड, महिला र बालिकाको हत्या जस्ता गम्भीर घटनासम्म। डिजिटल हिंसाबाट हुने असर लामो समयसम्म रहन सक्छ र पीडितका जीवनमा धेरै पक्षमा चोट पुर्याउन सक्छ।